यसरी ल्याउने चप्पा चोब्ने नि यसरी अनि यसरी चाहिँ गर्ने होइन तर सरी है माफ गर्ने गर्दैन हामी चाहिँ पहिलोचोटि मोबाइल तेर्साएर खाँदैछौँ त्यही भएर अलिकति नर्भस पनि छौँ कृपया भिडियोमा हेरेर थुक ननिलिदिनु होला होइन मिठो छ मासुसँग पनि एकदमै मिठो छ ब्रोइलरको मासु ब्रोइलर भाले भनौँ न अनि यो कोदो ढेँडो र ब्रोइलरको मासु मिठो छ एकदमै मिठो भइरहेछ दुधसँग पनि एकदमै मिठो भयो घरिघरि त निलिँदैनौ घरिघरि त निलिँदैनौ फेरि घाम पाकेमा लाग्यो दुध मात्र खाएर हो खान्छ तरकारी नि अलि कोदो ढेँडो खाँदा जेसँग खाए पनि मजाले ऊ के अरे भिज्ने गरेर खानुपर्छ फेरि घाम पाकेमा टाँसिनु लाग्छ नाक्नै भएर है यसरी सबै भिजाएर खानुपर्छ यस्तो दिने चप्पा चुप्ने गुड्लुक्क निल्ने चपाउने होइन चपाउनु थाल्यो भने फेरि के हुन्छ अरे मम्मी घाम पाकमा अड्किन्छ अरे दाँतमा टाँसिन्छ ल है